भिडियो बनाउन पाइन क्या ट्राफिकहरुको के गर्ने त यार भिडियोमा आउनै पाएन नि हो अहिलेको हालमा चाहिँ हामी बजारमा छिनै लागेको है हजुर ल सेदे अब बजार चाहिँ यस्तै नै छ अब देखाउनु पर्ने हुन्छ है त भिडभाड खासै छैन दिउँसो चाहिँ गर्मी नै छ है यता बिहान बेलुका चाहिँ एकदम चिसो छ है त के हो ट्राफिक सरहरु त हाम्रो त बजार पो घुमघाम चलिरहेको छ त हो ल अब बजारतिर चाहिँ के छ हेर्नु पर्ने हुन्छ है त तपाईहरुलाई देखाउने नै छु सबले मैपट्टि हेरिरहेछ तै पनि बिन्दास पारामा बनाइदिने ट्याक लाएर केरा मात्रै देख्छ त्यहाँ बजारमा त के हो कसरी हो बाजे केरा 15 रुपैयाँ जोडी आमाम जंगलबाट लानु हैन यो हैन यो अर्को हप्ता नरहनेको बोट्या बाइदिको छ पाइ गएछ कसरी हो यो हरियो चाहिँ हजुर हरियो चाहिँ 15 रुपैयाँ जोडी 15 रुपैयाँ जोडी हजुर है बजार त के हो यार केराकै मात्रै देख्छ त हाम्रो सरहरु पनि यहाँतिर केरा चाहिँ किन्दै रहेछौं दाइकोमा चाहिँ केरा किन्न लाग्यो केरै महँगो रहेछ अघि 15 रुपैयाँ जोडी भन्दै हुनुहुन्थ्यो तपाईले होइन यो ए अहिले निकालेको यो चाहिँ हुन्न त्यतिमा हुँदैन ओहो दाइको नियम कडा आयो कतिको रहेछ रे बाजे यो 140 ल अब चाहिँ हामीले केरा लगेर जानुपर्ने हुन्छ है त किनेर छक्क परेर हेर्नु भयो यार मलाई त उहाँहरुले अहिले चाहिँ अब उहाँहरुको केरा किनेर पनि हिँड्नै नै सक्यो है त कहाँदेखि ल्याउनु भएको रे एकचोटी भनिदिनु त सानो डुम्रे हजुर सानो डुम्रेबाट ए ल फेरि आउने छ है त दाइहरु ल अब हामी चाहिँ लाग्यो केराकै बजार मात्रै छ अरु के देखाउनु र खासै केही नै छैन अरु त बुढोहरुले त अघि यहाँतिर चेकिङ गर्दिरा यार मलाई त अहिले त छैन रहेछ सो फाइनली हामी चाहिँ बजारबाट निस्किनै लागेको है बजार पनि सकिनै हाल्यो भर्खरै 10-11 मात्रै बजिरहेछ होला तै पनि हामी घर फर्किनै हाल्यो केही नै छैन त बजारमा के बस्नु भनेर फर्किहालेको है त अब पेट्रोल हालेर लानुपर्ने हुन्छ हामीले चाहिँ ठ्याक्क पेट्रोल हालेर लाग्ने छ है त मेमेर आज फिलिल जाने कसरी छ मामा पेट्रोल मात्रै हाल्ले त ल भाले कतिलो रहेछ त हात खाली हुनु पर्यो कि मुङ्ग्रेलाई कति होला अझै एउटा हाल्नु मुङ्ग्रे कहाँ त्यसरी हुँदैन छोड्नु मिल्दैन अब मुङ्ग्रे चिनेको छैन होला कस्तो मान्छे कस्तो होइन नेवारले चाहिँ नाइपे हुन्छ मुङ्ग्रे मुङ्ग्रे मलाई भाले कति हो चाहिँ कति हो सोध्या नि 2000 हो ए मात्रै पो अलि धेरै सस्तो भएन अब भर्खरै आउनु भएको बजार किलो गजर पुगिहालेको 2 किलो होला 2000 रुपैयाँ 2 किलो चाहिँ छैन होला है यसको कति यसैले जग्गा भने चाहिँ हुन्छ 2 किलो ल है जोख्नु हामी चाहिँ चल्दिएको ल ल हामी चाहिँ अब पेट्रोल हालेर पनि लाग्दिनै हाले है खासै पेट्रोल हाल्नु पर्ने चाहिँ थिएन मेरो तैपनि भोलिको लागि म पेट्रोल हाल्दै नै छु भोलिको यात्रा चाहिँ मेरो लामो यात्रा छ यहाँदेखि धेरै नै बाटो यस्तै नै छ है खल्टक र खुल्टुक उचाल्दै पछार छ हो यतातिर त पहिला चाहिँ मान्छेहरू धेरै नै हुन्थ्यो नि त यता बजार साइड आउने अहिले त मान्छे नै हुन्न हो सब गाडीमा बाइकमा गएर सुनसान
चाहिँ ठ्याक्क अहिलेको हालमा भस्मेको छेउमा पनि आइपुग्नै सकेँ। बाटो चिप्लो चिप्लो छ एकदम। रोक्ति बा भस्मेलाई छोडेर पनि हामी लाग्नुपर्ने हुन्छ है त अगाडितिर। अहिले चाहिँ हामी ठ्याक्क होटेल डाँडा पनि निस्किनै सक्यो है त। होटल त छ, मान्छे छैन। पहिलाको पुरानो होटल डाँडा जस्तो चाहिँ छैन। अर्को होटेल डाँडाको लुक्स यो चाहिँ अलिकति माथिको भ्यू है। भर्खरै जाँदै त छ हाम्रो दिदीहरू त्यहाँ बजारतिर त, तर बेला त भर्खरै छ नि। हो देख्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ हरिसेको भ्यू। यता माथि चाहिँ हाम्रो ठाडे पाखा पनि देख्दैछ। क्यामेरामा चाहिँ माथिको देखिएन होला। बाटोतिर हेर्नुपर्छ। ठाडे पाखा हेऱ्यो भने चाहिँ अहिले डिलमुनितिर जान सक्छ। हरिसे अब हामी चाहिँ यहाँबाट चाहिँ तल्लो बाटो लाग्नुपर्ने हुन्छ है। यहाँबाट चाहिँ माथि मेन रोड हो भने हामी चाहिँ तल्लो बाटो लाग्छ है। तल्लो बाटो हामीलाई छिटो हुन्छ। हरिसे चौरबाट चाहिँ तल्लो बाटो, हाम्रो पिच बाटो भनेको यहीँतिर छ। पिच भन्दा नि सम्म बाटो। अगाडिको भ्यू बबाल छ नि। के हो दिदीले त चामल त कता लानु लाग्यो। आमा यहाँ त गहुँ कुट्ने कार्यक्रम पो चलिरहेको छ त हौ बाटोमै। यही माथिबाट गुडाइदिउँ कि क्या ल। गहुँ कुट्ने घाम फेरि चर्को छ। गइहाल्यो भने अहिले तलतिर चाहिँ हाम्रो घरहरूको भ्यू देख्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ। सो फाइनल्ली हामी चाहिँ घर पनि आइपुग्नै सक्यो है अहिलेको हालमा चाहिँ। साइलो बुवा र म चाहिँ घरहरूको भ्यू चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले। अगाडि ट्याक्क लगाएर सुनसान छ त हौ, कोही छैन हाम्रो एरियामा त। मम्मी चाहिँ यता बारीतिर हुनुहुन्छ कि कता हुनुहुन्छ भनेको बारीतिरै रहेछ मम्मी चाहिँ। ल हामी चाहिँ घर पनि आइपुग्यौँ है त। ल आपसै ल चर्को पर्यो होला। मलाई त के को ए तेरी आइ आइ ल हामी चाहिँ आइपुग्यो घर। साइलो बुवा र म चाहिँ बजार पुगेरै। अब झोला साट्नु पर्ने हुन्छ। मैले बोकेको थिएँ है साइलो बुवाको ब्याग चाहिँ। आमा आँखा तारेम आमामा आमा त के हो क्याप टोपी लगाएर पुरै। आउनु बजारको कोसेली भात खानु पनि आइपुग्नै सक्यो। बजारको कोसेली चाहिँ के छ भनेर अब देखाउनु पर्दा चाहिँ मात्रै केरा छ, अरू त केही पनि किनेन। यो चाहिँ अझ हरियालीको 10 रुपियाँ गोटा। यहाँतिर चाहिँ अर्को चाहिँ भने केरा चाहिँ ला कुच्यो कि कुचेन हौ, एकदम सकुशल कुचेन रहेछ, एकदम ठिक छ केराको कन्डिसन चाहिँ। अब खोलेर हेर्नुपर्ने हुन्छ है त, तपाईँहरूले देखाउने छु म। केरा चाहिँ अब यहाँतिर छ है, खोल्नु पर्दा चाहिँ कुचेन रहेछ हौ आज एकदम जोगिएर। बजारको कोसेली चाहिँ मेरो यति नै हो, यति नै। मैले काठमाडौँमा ल्याइदिउँला। काठमाडौँ लग्यो भने त यो त उता रौ खोलामै
पुग्दैन सोल्दे अब छैन पर्दैन सोल्ले खाने भने हुँदैन सक्ति त्यसले म चाहिँ सोल्ले सिधा न ल खाए एउटा चाख्नु पर्यो नि आफैलाई एउटा मैले त किनेन दिदी हजुर तर्क मजे आपसी वाली हो दे बाबाजी ये बंगा बानी भाइ क्या देगा यसलाई मोमो पैसा म चाहिँ स्पेसल नि मम्मीको लागि मोमो आपका लागि ओइ मामी नि या पेन गयो